सबैजनालाई नमस्ते। आज चाहिँ मम्मी मामाघरबाट आउनुभएको छ। हाम्रो मामाघर चाहिँ उदयपुर हो अनि मम्मीले लिएर आउनुभएको कोसेली म चाहिँ रमाउँदै खोलिरहेको छु। यो चाहिँ मलाई एकदम नै नयाँ लाग्यो, तर यो तरिका एकदम नै पुरानो हो रे। यस्तो धेरै सिप लगाएर यो सालको पातबाट यस्तो मजाले बुनेर मामाघरको आमाले पठाइदिनु भएको। यो भित्र चाहिँ लोकल भैँसीको दुधबाट बनेको कुराउने छ अनि यो खानको लागि सबैजना एक्साइटेड भएर उभिरहनु भएको छ। म पनि यसरी सालकै पातमा राखेर दिँदैछु। यसको बास्ना यस्तो धेरै मिठो आइरहेको छ अनि यो चाहिँ हाडजुर्नी दुखेको बेलामा खाने ओखती हो भन्दै मम्मी मलाई देखाउँदै हुनुहुन्छ। यो पनि यति धेरै छ अनि यो चाहिँ सिन्धुलीको जुनार हो अनि त्यसपछि यो चाहिँ अमलाको मस्यौरा अरू ओखतीहरू मिक्स गरेर बनाएको छ अरे। अनि यो चाहिँ कोदो, मामाघरबाट कोदो हामीलाई पठाइदिइरहनुहुन्छ प्राय। अनि अरू पनि के चिजहरू छ, तर मलाई चाहिँ यो कुराउनीको बास्नाले वेट गर्नै सकिनँ। यो साँच्चीकै यति धेरै मिठो छ, यति धेरै मिठो छ। मामाघरको सबैजनालाई यति मिठो कोसेली पठाइदिनु भएकोमा एकदम नै धेरै धेरै धन्यवाद। हस् त, बाई बाई।